साथीहरू, के तपाईलाई चिकन गिब्लेट्स या पाङ्ग्रा मनपर्छ? यदि मनपर्छ भने चाहिँ यो तरिकाबाट बनाउन चाहिँ पक्कै पनि नछोड्नु होला है साथीहरू। आज म तपाईहरुलाई देखाउँछु मैले चाहिँ कसरी बनाउँछु भनेर है त। सुरुमा ओक हिट गरिसकेपछि त्यसमा तेल राख्ने अनि बोइल गरेको गिब्लेट्सलाई चाहिँ मजाले फ्राई गर्ने साथीहरू, रातो नहुन्जेलसम्म। अनि त्यसपछि त्यसमा सम सल्ट अनि त्यसैगरी गरम मसला र बेसार अनि कश्मीरी चिल्ली पाउडर राख्ने अनि मजाले भुट्ने। फेरि त्यसलाई एकछिन भुटिसकेपछि चाहिँ त्यसमा तपाईहरुले चाहिँ काटेर राखेको थोरै गोलभेडा अनि त्यस्तै गरी जिन्जर गार्लिक अनि त्यसैगरी त्यसमा चाहिँ मैले तपाईहरुलाई पिरो कतिको मनपर्छ त्यही अनुसार रेड चिल्ली पनि राखिदिनु होला र मजाले चाहिँ फ्राई गर्ने। अनि फ्राई गरिसकेपछि फेरि स्प्रिङ अनियन हालेर चाहिँ त्यसलाई फ्राई गर्ने। तपाईहरुलाई मनपर्छ भने चाहिँ सोया सस पनि राख्न सक्नुहुन्छ साथीहरू, मैले चाहिँ यहाँ राखेको छैन। त्यसपछि इट्स रेडी टु बी सर्भ। तपाईले ट्राई गर्नुभयो भने पक्कै पनि मलाई थाहा दिनु होला कस्तो लाग्यो भनेर। थ्यांक यू फर वाचिङ।